नेक्स्ट प्रोडक्ट के आउँछ भन्ने कुरो बिग टेक कम्पनीले केमा लगानी गरिरहेछ त? स्मार्ट ग्लास यानी कि स्मार्ट चस्मा। सो के स्मार्ट चस्माले मोबाइल फोनलाई रिप्लेस गर्ला त? अभियसली गर्न सक्छ। मार्केटमा स्मार्ट ग्लास बनिसक्यो जसले फोनको काम सजिलै गर्न सक्छ। जस्तै स्मार्ट ग्लास भयो भने हातले स्क्रोल गर्नु पर्दैन, बस चस्मा लगायो अनि फोन, मेसेज, भिडियो, म्याप, एआई एप आदि सबै आँखै अगाडि इन मिन टाइम गर्न सकिनेछ। बस यो स्मार्ट ग्लासका बेफाइदा के हुन सक्छन् भने चस्मा लगाइराख्नुपर्ने, ब्याट्रीको लाइफका कुरा, प्राइसिङको कुरा र अभियसली प्राइभेसी एन्ड सेक्युरिटीको कुरा त छँदैछ। किनभने फेसमै क्यामेरा र एआई एक्सेस भयो भने सेक्युरिटी इस्यु हुन सक्छ। तर बिग टेक कम्पनीले यसमा निरन्तर काम गरिरहेको छन्। न्युज हेरौँ है त। द नर्दर्न फोरमले स्मार्ट ग्लासेस द फ्युचर अफ टेक्नोलोजी भनेर डिटेल न्युज छापेको छ। त्यस्तै फेसबुक मेटाका मालिक मार्क जुकरबर्गले के भन्छन् भने मोबाइल फोनको चाँडै अन्त्य हुँदैछ र स्मार्ट ग्लासले यसलाई पक्कै पनि रिप्लेस गर्नेछ। यो भनेको फ्युचर मार्केटिङको तयारी हो। यसरी न्युज आउन सुरु भयो भने केही वर्षमै त्यो प्रोडक्ट लन्च हुन्छ भन्ने बुझ्नु पर्दछ। र फेसबुक मेटाका मालिक लगायत एप्पल, गुगल र चाइनिजहरूले पनि यसमा निरन्तर काम गरिरहेका छन् र जसले राम्रो टेक्नोलोजी ल्याउनेछ त्यसैले नै मार्केट लिनेछ। सो यो सबै हेर्दाखेरि अबको केही वर्षमै मोबाइलको काम चस्माले गर्ने निश्चित देखिन्छ।